अब यो चाहिँ भइसकेको छ। अब यसलाई सर्नक्कै ह्याप्पी तिहार सबैलाई। राम्रोसँग धुने। यसरी सफासँग चामलबाट धुने। यसरी सफासँग चामल धुने। अनि यसलाई रातभरि भिजाएर छोडिदिने। अनि बिहान यसलाई फेरि सफासँग धोएर फेरि ग्राइन्डर गर्ने। फेरि रातभरि भिजाएर छोडिदिने। यो चाहिँ अब यसरी पिसेर यसमा चिनी मिलाइसकेका छौँ। अनि यो चाहिँ अब रेडी भयो। यो चाहिँ पिस्ने अनि पिसेर रेडी भयो। अनि सर्लक्क सेलरोटी हाल्ने। सबभन्दा पहिला त तेल यसरी हाल्ने। यसरी तेल तताउने। तेलबाट चाहिँ मजाले धुवा आउनु पर्यो, तब कि राख्यो भनेर थाहा हुन्छ। राख्यो भनेर जति तेल तातिन्छ नि रोटी त्यसमा सर्लक्क छररर गरेर टाढा बस्छ। हो यसरी चाहिँ आफ्नै तालमा रातो हुन दिनुपर्छ। आगोको तापक्रम मिल्यो भने चाहिँ सेलरोटी पनि भयङ्कर हुन्छ। यो चाहिँ हामीले एभ्रिडे हामीले पोल्नुपर्छ सेलरोटी। त्यही भएर भाँडाको हालत त्यस्तो भइसक्यो। अब यसलाई सर्लक्कै यो सेलरोटी पोल्दा चाहिँ यहाँबाट पनि थाहा हुनसक्छ होइन। यता रातो भएर आयो भने चाहिँ यो सेलरोटी उतापट्टि भयो भनेर ठाने हुन्छ। त्यो चाहिँ यसरी भयो। अब यो सेलरोटी अब यो चाहिँ भइसकेको छ। यो चाहिँ निकाल्न गइरहेको छु। अलिकति यो यसरी एकछिन राख्नुपर्ने हुन्छ। अनि यसरी त्यहाँबाट यो तेल यसरी सुक्दै गएपछि यसको काँडाहरू कसरी काँडा उम्रेको छ। अनि यहाँनिर अलमोस्ट भइसकेको छ। यो चाहिँ निकाल्न गइरहेको छु। अलि माथि गर न, क्यामेरा हल्लाउन गाह्रो। यो चाहिँ अब भइसकेको छ। मैले चाहिँ अब सेलरोटी पोलिसकेको छु। मेरो चाहिँ यति धेरै सेलरोटी भइसकेको छ। अब हजुरहरू पनि यसरी नै तिहारमा सेलरोटी बनाएर खानु होला। मेरो चाहिँ आजको यो सेलरोटी पोलाइ कार्यक्रम यति नै थियो। हेर्नु होला र हजुरहरू पनि
ह्यापी तिहार भन्दै तिहार इन्जोय गर्नुहोला। म पनि हजुरहरूसँग ह्यापी तिहार भन्दै बिदा माग्न चाहन्छु। बाई बाई, सी यू अन द नेक्स्ट ब्लग। बाई।